यो नेपालका व्यापारीहरू बालेन्द्र सरकारले इन्डियाबाट सामान ल्याउन नपाउनु बन्द गरेको एकदमै राम्रो हो। यो हुनुपर्छ, खोल्नु हुँदैन भन्छन्। नेपाली जनताहरू यो सरकारले जनतामाथि अत्याचार गरेको हो, यो गलत हो भन्छन्। हो चाहिँ सही के त? यदि सरकार नयाँ ल्याएको छ, सरकारले केही गर्न खोज्दैछ, त्यसले जनतालाई असर पर्दैछ भने केही नगर भन्ने हो सरकारलाई भने नयाँ ल्याउनुको अर्थ के हो? अनि यदि पहिलाकाले जुन व्यवस्था बनाएका थिए, जस्तो उनीहरूको ओगटेर बसेका थिए, आफ्नै बनाएर बसेका थिए, हरेक अदालत क्षेत्र, अब सबै व्यापारी सबै थोकलाई, अब त्यसलाई उखाडेर फ्याँक्दा जनतालाई असर पर्छ भने आलोचना गर्नुपर्छ, धेरै नै असर पर्यो भने। तर आलोचना गरेर सरकारलाई केही गर्न नदिनुहोस् र सरकारलाई केही गर्दै नगर भन्नु, त्यसो भए नयाँ सरकार ल्याउनुको कुनै अर्थ हुँदैन। र परिवर्तन गर्दा अथवा नयाँ सिस्टम अब ल्याउनु खोज्दा त्यसले जनतालाई अलिअलि असर पर्छ, नबिग्रिकन त्यो बन्दैन। त्यसैले बिग्रिएपछि बन्छ, तर बिगारेर नै मात्र खोज्छ भने त्यसमा आलोचना गर्नुपर्छ। तर बिग्रियो केही गर्दै नगर भनेर सरकारलाई भन्नु, यो चाहिँ मलाई लाग्छ गलत हो। यो जनताले पनि बुझ्नुपर्छ।